आज जेठ 20 गते मंगलबार। अब हामीले बेला बेला हामी कहाँ भएका प्रगतिहरू बिरुवा सम्बन्धी कुराहरू देखेका चिजहरू बारेमा चाहिँ नै भिडियो हालेका छौँ। यो चाहिँ आइएसआइएस पहेँलो बोक्रा हुने प्रजातिको ड्रागन फलको ट्रेलिस हो। खासै धेरै फल अघिल्लो पालि लागेनन्। यो फल देख्न सकिन्छ। यो प्रजातिमा चाहिँ अर्को भेराइटीको ल्याएर क्रस गर्नुपर्छ, नभएदेखि फल बन्दैन। अस्ति 7-8 दिन अगाडि आएका कोपिला फक्रेकाहरू चाहिँ 7-8 दिन अगाडि त होइन, 7-8 दिन अगाडि फक्रेका कोपिला त अगाडि आएका हुन्, चेत्रा हुँदैछन् भने आज जेठ 20 गते अर्को वेबको यो 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 देखिन्छ जुन यो टुसो बर्ड फ्लावर ब्लड यो देखिएको छ। ती चाहिँ अब भर्र आएका छन्। यहाँ देख्न सकियो होइन, यहाँ देख्न सकियो। यो पनि टुसो आउँदैछ। यो फुलको बर्ड हो, कोपिला हो। भर्रै देख्न सकिन्छ। जस्तै यहाँ होइन, यो चाहिँ कोपिला हो। यहाँ भर्रै छन् यो सेतो सेतो देखिएको सबै कोपिला हुन्। यो आएको चाहिँ 6-7 दिन भयो। यो चरणको कमिलाहरू बसेका छन्। ठुला कमिलाले चाहिँ खास क्षति गरेन, आउँछन् खेल्छन्। यो ड्रागन फुलको नेक्टरको गन्धले आउने हुन्। त्योभन्दा अलि अगाडिको फलहरू चाहिँ फेरि फाटाफुटो अलि ठुला भएको छन्। यस्तै क्रम छ। अब यो पछाडि फक्रिनेवाला भनेको चाहिँ यीहरू अब यो 12-13 दिन लाग्छ यो फक्रिनलाई। यसरी चाहिँ पहेँलोको पनि यस्तो अवस्था रहेको छ।